एभ्रिवान, गुड आफ्टरनुन। हामी चाहिँ जाँदैछौँ मार्केट। म भाइ हामी दुईजनै जाँदैछौँ मार्केट। भाइको पनि अलिकति काम छ अरे र अनि मेरो पनि अलिकति काम थियो। यता हाम्रो आसामतिर चाहिँ पानी परिरहेको छ र अनि हामी चाहिँ बित्दै जाँदैछौँ। बित्दै भए पनि जानुपर्ने छ, अलिकति काम थियो र अनि छाता ओढेको थियो भाइले चाहिँ, अनि छाता पनि निभाएर अनि हामी चाहिँ स्पिडली जाँदैछौँ। यता भाइलाई चाहिँ म कराउँदैछु धेरै स्पिड नचला भनेर। भाइले चाहिँ केही हुँदैन भन्दैछ र पनि म चाहिँ कराउँदैछु। अनि हामी चाहिँ मार्केट पनि पुगिसकेको छौँ, भिजेर पनि लुथ्रुकै भइसक्यौँ र अनि पोहोरको रेनकोट पनि सबै फाटिहाल्यो र अनि म चाहिँ आज चाहिँ फर्स्टै गएर रेनकोट किन्छु भनेर अनि यता म चाहिँ रेनकोट किन्न जाँदैछु। उता भाइ चाहिँ उसको सामान किन्दैछ र अनि म चाहिँ यता फर्स्टमै रेनकोट लिँदैछु। अनि अघि भिजेरै लुथ्रुक्कै भएर पुगिसकेको छु। अनि त्यहाँको दाजुले सबै भिजिछौ त भनिरहेछन् र अनि हामी चाहिँ अनि सिधै अनि होटलतिर गयौँ आफ्नो सामानहरू किनिसकेर। यता अनि होटलमा मामा भाइहरू सबैजना आउनुभएको रहेछ। यो चाहिँ हाम्रो भाइको होटल हो र अनि हामी चाहिँ अनि त्यहीँ गएर खाउँ भनेर अनि खाँदैछौँ। यता भाइ चाहिँ खाँदैछ मोमो, म चाहिँ खाँदैछु थुक्पा, भाइले चाहिँ अड्का, अनि मामाले कराइराख्नु भएको छ। र अनि थुक्पाहरू खाइसकेर फेरि फ्राई राइस अर्डर गरेर अनि हामी चाहिँ फ्राई राइस खाँदैछौँ। यता भाइ चाहिँ खाँदैछ। यता मेरो चामच चाहिँ आइपुगेको छैन र भाइलाई मलाई चामच ल्याइदेन हौ भनेर म चाहिँ कराउँदैछु। अनि अरूलाई चाहिँ छिटै ल्याइदिन्छ जस्तो मलाई चाहिँ के एउटा गरेर ल्याएको भन्दै कराउँदैछु, आफ्नो मान्छेलाई हेप्चेस भन्दै। र अनि हामी चाहिँ खाइसकेर यता घरतिर पनि जानको लागि निस्किसकेको छौँ। अनि अघि चाहिँ मैले नानीलाई ट्युसनमा छोडेर गएको थिएँ, अनि यता ट्युसनमा सिधै लिन आएँ म चाहिँ। अनि लिएर घरतिर जाँदैछु म। र मेरो भिडियो राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, अनि मेरो पेजलाई फलो गर्न नभुल्नु होला। बाई बाई गाइस।